जिन्दगीले कहाँ पुर्यायो। भाँडा पनि लुगा पनि मेला लागेछ यहाँ त। ओए बुढी, म यहाँ भाँडा मात्रै गर्छु, यो लुगा मिच्दैन आइज। अहिले हुँदैन, म व्यस्त छु। अहिले किन हुन्न? केमा व्यस्त छौ? मान्छेको यत्रो काम देखेर यहाँ घामले मुटु फुट्न लागिसक्यो, त्यसको चाहिँ के हो त नि? सिरियलमा अहिले इम्पोर्टेन्ट सिन चलिरह के? कसैको नभएको सिरियल यहाँ लुगा धुँदा धुँदा साला गोबर जस्तो भइसक्यो म। रोक न, यहाँ सिरियलमा बुढीलाई मनाइरह। पहिला भाँडा मान्नु पर्यो, अनि त्यसपछि लुगा धुनु पर्ला। पहिला कपडा धुनु न, फेरि भाँडा मोल्दै गर्नु बिस्तारी। भाँडा कसले मात्ने हो? तिमी। कपडा कसले धुन्छ? तिमी। भाँडा मैले माज्नु छ, कपडा मैले धुनु छ, अनि यो कुन लुगा कुन भाँडा कतिखेर माज्ने भनेर कसले भन्ने? म। लाज शरम नभएको मान्छेलाई डाडुन पान तताएर मर्नु भन्छन्। म त तँलाई त्यो पनि भन्न सक्दिनँ। इनारमा पनि डुब्दैनौ, इनारभित्र हालिदिउँ भने इनारको पानी सबै बाहिर निक्लेला। नाटक नगर्नु, यहाँ चुप्लाएर बसिरह भनेर कुवामा सँगै लिएर जान्छु र एक्लै फर्केर आउँछु नि। किन रिसाइरहेको भने क्या, मैले त उखान पो भनेको त तँलाई। मैले नि तपाईँलाई डर देखाइरहेको हो। साला सानो बेलामा राम्रोसँग पढ्यो अरे, अहिले यो भाँडा घोट्न त पर्थेन। तिमीलाई कपडा भाँडा धुन के गाह्रो भयो त? समस्या केही पनि छैन, घरमा दुईजना छ। समस्या यो कि भाँडा लुगा सधैँ म आफैले माझ्नुपर्छ। बुढीहरूले यत्रो काम गर्छ, कहिलेकाहीँ त बुढाले गर्दा के हुन्छ? बुढीहरूले काम गर्छ थाहा छ, तर मेरो घरको बुढीले चाहिँ कहिले गर्छ? मैले काम नगरेर के भयो त? संसारमा यत्रो धेरै आइमीहरू छन्, मेरो घरमा मेरो बुढाले काम गर्दा के भयो त? ब्यालेन्स बनाइराख्छ। ब्यालेन्स बनाएर राख्नु पर्यो। ब्यालेन्समा राख कि नराख कि यहाँ काम गर्दा गर्दा काम गर्दा गर्दा मेरो हालत चाहिँ यहाँ गोरुको जस्तो भइसक्यो। गर्नु मन लाग्यो गर, नगर।